हाई एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। मेरो युट्युब च्यानलमा फेरि पनि हजुरहरूलाई स्वागत छ है। आज चाहिँ म हजुरहरूको सामु एउटा नयाँ भिडियो लिएर आएको छु। आजको चाहिँ ट्राभलिङ भिडियो हुनेछ। आज चाहिँ म यतिखेर विराट चोकमा छु। आज विराट चोकदेखि चाहिँ मेरो यात्रा बुटोलसम्मको हुनेछ। मलाई आशा छ हजुरहरूले यो भिडियो अन्तिमसम्म स्किप नगरी हेर्नुहुनेछ र मलाई फुल सपोर्ट गर्नुहुनेछ भन्ने पूर्ण आशाका साथ अब भने चाहिँ मेरो यात्रा चाहिँ विराट चोकदेखि बुटोलसम्मको यात्रा भिडियो चाहिँ हजुर सामु चाहिँ म ल्याउने छु है। विराट चोक है, अब यो मेरो यात्रा चाहिँ विराट चोकबाट सुरु हुनेछ है। विराट चोक मेरो चाहिँ गाडी आउनेवाला छ, त्यही भएर म एकछिन चाहिँ यहाँ रेस्ट गरेर बसिरहेको छु। गाडी अझै आइपुगेको छैन र म टिकट चाहिँ हातमा लिइसकेको छु र गाडी चाहिँ अबको केही समयपछि आउँछ भनेर भन्दै हुनुहुन्छ है त्यहाँ काउन्टरको हाम्रो सरले। र यतादेखि चाहिँ नेता चोक जान्छ है, उताबाट चाहिँ सिधा बाटो चाहिँ झापा जान्छ र यताबाट चाहिँ हामी काठमाडौँ जाने बाटो हुँदै चाहिँ हामी आज बुटोल जान्छौँ है यतादेखि। ल यो चाहिँ विराट चोक टिकट काउन्टर है। म यो टिकट काउन्टरबाट चाहिँ टिकट काटेर बुटोलसम्मको लागि टिकट काटेको छु र यहाँ विराटनगर मैले फोन गरेर भनेको थिएँ एउटा टिकट राखिदिनु भनेर, अनि टिकट काटेर राखिदिनु भएको रहेछ। अब गाडी चाहिँ 5:30मा छुट्छ भन्दै अहिले चाहिँ मेरो गाडी आइसकेको छ है। अब यहाँ विराट चोकदेखि चाहिँ म बुटोलसम्म जाने गाडी यहीँ हो। मेरो प्लेन आइसकेको छ। अब यो प्लेनमा मेरो यात्रा हुनेछ है। आज मेरो रात्रिकालीन यात्रा हुनेछ। ल तपाईँहरूलाई देखाउने चाहिँ मेरो गाडी नम्बर चाहिँ ल होइन गुरुजी उहाँ हुनुहुन्छ। अब ल म चाहिँ गाडी खै मेरो सिट खै 7-8 नम्बर यहाँ होला जस्तो लाग्यो। म चाहिँ विराट चोकदेखि चाहिँ अब बुटोलसम्मको यात्रा सुरु गरिसकेको छ है। ल मेरो गाडी चाहिँ यहाँबाट हिँडिसकेको छ। अब चाहिँ म एको सिट नम्बर 8 नम्बरमा छु। अब चाहिँ मेरो यात्रा चाहिँ यहाँबाट सुरु भयो है। ल गाइस हिँडिरहेको गाडी चाहिँ साइड लगाएर अनि झ्याप्प रोक्यो है। अनि किन गाडी रोक्यो भने मैले झ्यालबाट यसो पर्दाबाट हेरेको असली बुढो बाजेको पेडा भण्डार भनेर लेखिरहेको रहेछ, जुन चाहिँ बरमजिया 70मा चाहिँ गाडी रोकिरहेको रहेछ कि। अनि मैले पनि यसो हेरेको पेडा पसल रहेछ, अनि सबै बाहिर निस्किरहेको रहेछ। अनि म पनि बाहिर गएर यसो हेरेको त्यहाँ चाहिँ पेडा पकाएर चाहिँ कोही पकाएर राखेको रहेछ बनाउनलाई, कोही बनाइसकेको रहेछ कि। अनि मैले पनि लानु पऱ्यो भनेर कसरी भनेर सोधेको, 900 रुपियाँ केजी भने। अनि त्यसपछि ल 1 केजी जोगिदिनु भने मैले 1 केजी मलाई बनाइदिनु भनिसकेपछि त्यसले चाहिँ आधा केजीको चाहिँ 2वटा प्याकेट बनाइदिएँ। अनि त्यसपछि 2वटा प्याकेट मैले लिएँ, किनकि मैले आधा केजी लिँदा पनि हुन्थ्यो, तर मलाई धेरै नै मनपर्छ कि पेडा पनि। अनि यसरी मैले चाहिँ 2वटा प्याकेट 1 केजीको आधा केजीको गरेर 2वटा प्याकेट लिएँ। अनि त्यसपछि म गाडीतिर लागेँ। मभन्दा अगाडिको
पछिको सिटमा बस्ने दाइले चाहिँ ए भाइ खाना खानु पर्दैन भनेर सोध्नुभयो। मैले यसो आँखा खोलेँ, यताउता हेरेको म जस्तै पटक्कै निद्रा नलाग्ने 1-2 जना मात्रै हुनुहुने रहेछ। त्यो दाइ चाहिँ खाना खाएर आइसक्नु भएको रहेछ। मलाई फेरि यात्राको क्रममा पटक्कै निद्रा लाग्दैन है। अनि आँखा खोल्छु, यताउता कोही पनि हुँदैन कि म एक्लै हुन्छु। अनि त्यसपछि घडी हेरेँ कति बज्यो भनेर, अनि 11:55 भइसक्यो रहेछ। त्यही पनि बाहिर जानु पऱ्यो, यसो फ्रेस हुनु पऱ्यो भनेर कहाँनिर रोकेको रहेछ भनेर गाडी यसो हेरेको बाहिर निस्क्यो। लाली गुराँस होटलमा गाडी रोकेको रहेछ, जुन चाहिँ मिथिला नपा 9 लालगढ धनुषामा पर्दो रहेछ है। अनि धनुषामा रोकेको रहेछ। अनि त्यसपछि म बाहिर निस्केँ। अनि अरू चाहिँ भित्र खाना खानेको भिड लागिरहेको थियो, भिड थियो। तर म चाहिँ त्यस्तो केही पनि खाँदिनँ, त्यस्तो यात्रा क्रममा खानाहरू चाहिँ खाँदिनँ। अलिअलि यसो कच्चाकुचुकहरू खानेकुराहरू चाहिँ यस्तो लेजहरू मात्रै त्यस्तै खान्छु। अनि त्यहाँ खाना खाइसकेपछि सबै गाडी चढ्यो, फेरि यात्रा सुरु गरेँ। त्यो एक्कासी ठुलो आवाज आयो। अनि मैले घडी हेरेको 1:34 गएको रहेछ। बाहिर हेरेको पुरै अन्धकार छ। ड्राइभर खनासी बाहिर गएर खतरा खतरा गर्दैछ। के गर्दैछ भनेर हेरेको त टायर चेन्ज गर्दै रहेछ। अनि यसो टायरमा के भएको रहेछ भनेर हेरेको, एउटा ठुलो काँटी गढेको रहेछ कि टायरमा। अनि त्यसपछि तिनीहरूले टायर चेन्ज गर्न थाल्यो, म भित्र आएर बसेँ।
हाई एभ्रिवान, गुड मर्निङ। अहिले म बुटोल आइपुगेको छु है। मेरो यात्रा हिजो चाहिँ विराट चोकदेखि बुटोलसम्मको थियो रात्रिकालीन यात्रा। म चाहिँ हिजो 5 बजेसम्ममा चाहिँ विराट चोकबाट हिँडेको थिएँ। अहिले चाहिँ यहाँ करिब 9 बजेतिर यहाँ आइपुगेँ भनेपछि लगभग म 15 घन्टाको अन्तरालमा आइपुगेको छु। आजलाई चाहिँ यो भिडियो यतिसम्म है त। बाई बाई।